नमस्कार। के कहिल्यै सोच्नु भएको छ कुनै कोचिङ सेन्टर नगई घरमै बसेर दिनको केवल 3 घण्टाको मेहनतले ठूला ठूला परीक्षाहरू पास गर्न सकिन्छ? धेरैलाई यो असम्भव लाग्न सक्छ। पर आज हामी यही विषयमा एउटा शक्तिशाली र व्यावहारिक रणनीतिको बारेमा कुरा गर्नेछौँ। यो प्रश्न धेरैको मनमा खेल्ने गर्छ र जवाफ हो एकदमै सम्भव छ। तर हो, यहाँ एउटा तर छ। यसको लागि एउटा सही र अनुशासित तरिका अपनाउनु जरुरी हुन्छ। यहाँनिर एउटा रहस्य छ। कुरा दिनमा कति घण्टा पढियो भन्ने होइन, ती घण्टालाई कसरी उपयोग गरियो भन्ने हो। आउनुहोस् एउटा यस्तो प्रणालीको बारेमा जानौं जसले धेरै घण्टा पढ्नुभन्दा सही तरिकाले पढ्नमा जोड दिन्छ। ल सुरु गरौँ है त। सबैभन्दा पहिले घरमा एक्लै पढ्दाको सबैभन्दा ठूलो चुनौती के हो त्यो बुझौं र त्यसलाई हेर्ने हाम्रो दृष्टिकोण कसरी बदल्न सकिन्छ त्यसमा ध्यान दिउँ। यहाँ हेर्नुस् त, दुईवटा तरिका छन्। एउटा हो बिना योजना घण्टौं पढ्ने, अर्को हो एउटा सिस्टम बनाएर केन्द्रित भएर पढ्ने। सफलताको रहस्य इच्छा शक्तिमा मात्र होइन, सिस्टममा लुकेको हुन्छ। अव्यवस्थित तरिकाले थकाउँछ, तर एउटा संरक्षित प्रणालीले अगाडि बढ्न मद्दत गर्छ। ठिक छ, अब चुनौती बुझिसकेपछि पढाइको गहिराईमा डुब्नु अघि एउटा बलियो जग कसरी बनाउने त्यसमा जाउँ। यो एकदमै महत्त्वपूर्ण छ। यो प्रक्रिया एकदमै सिधा छ, तर निकै महत्त्वपूर्ण। पहिलो, कुन परीक्षा दिने हो त्यसमा एकदमै स्पष्ट हुनुहोस्। दोस्रो, त्यसको पाठ्यक्रमलाई खाली पढ्ने होइन, त्यसलाई घोटेर बुझ्नुहोस्। र तेस्रो, किताबको थुप्रो होइन, केवल आवश्यक सामग्री मात्र जम्मा गर्नुहोस्। यो कुरालाई ध्यान दिनुस् है। पाठ्यक्रम भनेको खाली विषयहरूको सूची मात्र होइन, यो त उनीहरूले कस्तो दक्षता र सोच भएको व्यक्ति खोजिरहेका छन् भन्ने कुराको एउटा नक्सा हो। अनि किताबको कुरा गर्दा एउटा गल्ती धेरैले गर्छन्, त्यो हो किताबको थोप्रो लगाउने। तर विज्ञहरू के भन्छन् भने धेरैतिर नभाग्नुहोस्। एउटा विषयको लागि बढीमा 2वटा मुख्य किताब छान्नुहोस् र त्यसैलाई राम्रोसँग पढ्नुहोस्। त्यो नै काफी हुन्छ। ल, जब त तयार भयो। अब त्यो ठूलो डरलाग्दो देखिने पाठ्यक्रमलाई ससाना हरेक दिन गर्न सकिने काममा कसरी बदल्ने? आउनुहोस् हेरौँ। यो एकदमै सरल तरिका हो। मानौ एउटा 350 पेजको किताब छ, त्यसलाई हेरेर आत्तिनु पर्दैन। यदि 10 दिनमा सक्ने लक्ष्य राख्ने हो भने दिनको 35 पेज मात्रै पढे पुग्छ। कामलाई सानो सानो टुक्रामा बाँड्दा कति सजिलो हुन्छ, होइन त? अब हामी यो पुरै प्रणालीको सबैभन्दा महत्त्वपूर्ण भाग, यसको इन्जिनमा आइपुगेका छौं। यो हो 3 घण्टे पावर ब्लक। यो भनेको हरेक दिन जेसुकै भए पनि आफ्नो पढाइको लागि छुट्याउने 3 घण्टा हो। अब त्यो 3 घण्टामा के गर्ने त? त्यसलाई पनि यसो गर्नुपर्छ। 1.5 घण्टा नयाँ कुरा सिक्नको लागि, 1 घण्टा लेख्ने अभ्यासको लागि र बाँकी आधा घण्टा पढेको कुरा दोहोर्याउनको लागि। एकदमै सन्तुलित तरिका। एकजना सफल उम्मेद्वारले आफ्नो अनुभव सुनाउँदै के भनेका छन् भने, मैले हरेक दिन 3 घण्टा लेख्ने नियम नै बनाएको थिएँ। जेसुकै होस् त्यो छुट्दैन थियो। यो कुराले लेखाइको महत्त्व कति छ भनेर स्पष्ट पार्छ। ल, पढ्यो लेखियो, तर खाली पढ्नु मात्रै त काफी हुँदैन होइन। मुख्य कुरा त परीक्षाको तनावमा त्यो पढेको कुरालाई सम्झनु हो। यसको लागि एउटा एकदमै शक्तिशाली टेक्निक छ, एक्टिभ रिकल। यो भनेको किताबमा पढेको कुरालाई फेरि हेर्नु वा हाइलाइट गर्नु होइन। यो त दिमागलाई ल सम्झ भनेर बल दिने प्रक्रिया हो। यसले हाम्रो स्मरण शक्तिलाई एकदमै बलियो बनाउँछ। अनि यो अभ्यास गर्ने तरिका पनि रमाइला छन्। जस्तै खाली कोठामा आफै शिक्षक बनेर पढाउने वा क्यामेरा अगाडि बोलेर रेकर्ड गर्ने अथवा साथीहरूसँग छलफल गर्ने। उद्देश्य एउटै हो, दिमागबाट जानकारी बाहिर निकाल्ने। यहाँ एउटा प्रो टिप छ। नोट बनाउँदा पहिलोचोटि पढ्ने बित्तिकै हतार नगर्नुहोस्। पहिला पुरै अध्याय बुझ्नुहोस् अनि मात्रै त्यसको सार खिचेर नोट बनाउनुहोस्। यसो गर्दा नोट किताबको कपी होइन, रिभिजनको लागि शक्तिशाली हतियार बन्छ। अब प्राविधिक कुराहरू त भयो, तर लामो समयसम्म टिकिरहनको लागि एउटा मनोवैज्ञानिक हतियार पनि चाहिन्छ। त्यो हो आफ्नो सफलताको स्पष्ट कल्पना। एकजना सफल उम्मेद्वारको यो अनुभव सुनुस् त। उनले के गरेछन् भने सूट लगाएको आफ्नो एउटा पासपोर्ट साइजको फोटो भित्तामा टाँसेछन् र हरेक दिन पढ्न बस्नु अघि त्यो फोटो हेर्थे। सोच्नुस् त, एउटा सानो फोटोले कति ठूलो प्रेरणा दिन्छ।
याद राख्नुहोस्, यो सङ्घर्ष केवल एउटा जागिरका लागि मात्र होइन, यो त जीवनमा आउने एउटा ठूलो परिवर्तनको लागि हो, राम्रो अवसर, सम्मान र स्थिरताको लागि। त्यसैले त्यो हरेक दिनको 3 घण्टाको मेहनतलाई भविष्यमा आउने त्यो सुन्दर वास्तविकतासँग जोडेर हेर्नुपर्छ। हरेक दिनको सानो प्रयासले नै त्यो ठूलो लक्ष्यसम्म पुर्याउने हो। हामीले यहाँ एउटा प्रमाणित खाकाको बारेमा कुरा गर्यौं। अब अन्तिम प्रश्न, हरेक दिनको त्यो 3 घण्टाले भविष्यका लागि कस्ता कस्ता सम्भावनाका ढोकाहरू खोल्न सक्छ होला?